नमस्कार। यहाँहरूलाई यो वित्तीय साक्षरता च्यानलमा हार्दिक स्वागत छ। फागुन 27 गतेदेखि चैत 3 गतेसम्म आवेदन दिन मिल्ने गरी निष्कासन गरिएको ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको आइपिओ सम्बन्धी विस्तृत जानकारी सहित उपस्थित भएको छु म महेश चन्द्र काफले। यस कम्पनीको जारी पुँजी रहेको छ रु 60 करोड र यस कम्पनीले जारी पुँजीको 30% हुने गरी अर्थात् 18 करोड बराबरको 18 लाख किता प्रति किता रु 100 का दरले आइपिओ निष्कासन गरेको छ र जसमध्ये 10% अर्थात् 1,80,000 किता चाहिँ वैदेशिक रोजगारीको लागि छुट्याएको छ भने 5% अर्थात् 90,000 किता सामूहिक लगानी कोषको लागि अनि 3% अर्थात् 54,000 किता कम्पनीको कर्मचारीको लागि छुट्याएको छ र बाँकी रहेको कुल 14,76,000 किता सर्वसाधारणको लागि यसले छुट्याएको छ र आइपिओ भरेका मध्ये 1,47,600 जनालाई यो आइपिओ पर्नेछ भने बाँकीको हात रित्तो हुनेछ र यसको आइपिओको आवेदन दिनका निम्ति न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्म आवेदन दिनुपर्नेछ। तर हामीले 10 किताभन्दा बढी आवेदन दिनु उपयुक्त हुँदैन किनभने आवेदन दिनेहरू धेरै हुन्छन् र यसको लागि बिक्री प्रबन्धक चाहिँ रहेको छ प्रभु क्यापिटल। अब हामी जाउँ यस कम्पनीको वित्तीय अवस्थाको जानकारीका लागि। कम्पनीको वित्तीय अवस्थाको कुरा गर्दाखेरि चाहिँ त्यति राम्रो चाहिँ देखिँदैन, फन्डामेन्टली त्यति स्ट्रङ चाहिँ देखिँदैन। त्यही पनि यो कम्पनी चाहिँ अब औषधि उत्पादन गर्ने कम्पनी चाहिँ पहिलोचोटि हाम्रो अब यो कम्पनीको वित्तीय अवस्थाको कुरा गर्ने हो भने वित्तीय रूपमा यो त्यति स्ट्रङ चाहिँ देखिँदैन, फन्डामेन्टली त्यति स्ट्रङ देखिँदैन। यद्यपि औषधि उत्पादन गर्ने कम्पनी चाहिँ पहिलोचोटि सेयर बजारमा आउँदै गरेको हुनाले यसको पर्फर्मेन्स राम्रै देखिएला भन्ने हामीले प्रक्षेपण गर्न सक्छौँ। अब यसको चाहिँ प्रति सेयर आम्दानी हेर्ने हो भनेदेखि 78-79 को रिपोर्ट अनुसार चाहिँ -3 रुपियाँ 4 पैसा, त्यस्तै 79-80 मा हेर्ने हो भने 5 रुपियाँ 5 पैसा र अहिले 80-81 को हेर्ने हो भने चाहिँ यो 3 रुपियाँ 30 पैसा रहेको छ। त्यस्तै प्रति सेयर नेटवर्थ 78-79 मा 78 रुपियाँ, 79-80 मा 72 रुपियाँ 95 पैसा र अहिले 80-81 को पछिल्लो रिपोर्ट अनुसार चाहिँ यो छ 90 रुपियाँ 17 पैसा मात्रै। अझै पनि यो यसको प्रति सेयर नेटवर्थ 100 रुपियाँ भन्दा कम नै रहेको छ। अब फन्डामेन्टली यो कम्पनी त्यति राम्रो नदेखिए तापनि, वित्तीय अवस्था त्यति राम्रो नदेखिए तापनि यो कम्पनीले पछि नाफा गर्ने सम्भावना चाहिँ रहेको छ र अनि सँगसँगै अर्को सम्भावना के रहन्छ भनेदेखि यसको पुँजी कम भएको हुनाले, लो क्यापिटल भएको हुनाले चाहिँ यसको सप्लाई कम आउने र जसले गर्दाखेरि खेलाडीहरूले सजिलै उचाल्न सक्ने हुँदाखेरि चाहिँ आइपिओ परेको खण्डमा भने हामीले चाहिँ यसको राम्रो मूल्यमा बेच्न सक्ने सम्भावना चाहिँ रहन्छ नै। किनभने नेपालको सेयर मार्केट हो, लो क्यापिटलले नि सर्किट हाने गरेको हुन्छ, जसले गर्दा हामीले सेकेन्डरी मार्केटबाट आइपिओ परिहाल्यो भने चाहिँ राम्रै मुनाफा चाहिँ लिन सक्छौँ। यद्यपि यसबाट डिभिडेन्ड खान्छौँ, बोनस खान्छौँ भन्ने चाहिँ अहिले तत्काल सोचिहाल्न उपयुक्त हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। अब यसको रेटिङको कुरा गर्दाखेरि, रेटिङको कुरा गर्ने हो भने केयर नेपालले चाहिँ केयर एनपी BB- रेटिङ दिएको छ र जसको अर्थ हुन्छ समयमै वित्तीय दायित्व भुक्तानीको सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको भन्ने अर्थ लाग्दछ। अब यसको हामी कुरा गरौँ ओपनिङ रेन्जको विषयमा। ओपनिङ रेन्जको विषयमा कुरा गर्दाखेरि यसको न्यूनतम ओपनिङ रेन्ज चाहिँ हुन्छ 90 रुपियाँ 17 पैसा प्रति सेयर नेटवर्थ जति छ त्यति देखिए त्यसको 3 गुणा भनेको हुन्छ 270 रुपियाँ 51 पैसा।